नमस्ते नमस्कार कोटदरबार अनलाइन खबरमा सबैलाई स्वागत छ। आज फेरि पनि हामी एउटा एकदमै भनौँ सहयोगको लागि अपिल लिएर आएका छौँ, जसमा हामी एउटा हाम्रो राम विक जो दैलेख बस्ने मान्छे थियो, उहाँको निधन भएको अवस्थामा उहाँको बोडीलाई हामी नेपाल लैजानको लागि सहयोग पुगाउनको लागि हामी अपिल गर्दैछु र त्यसै गरी उहाँको घर परिवारसँग र राजकोटमा बस्ने संयौं संस्थाहरूले पनि एकजुट भएर यो सहयोग गरिदिनु होला भन्नेको लागि अपिल गर्दै म उहाँसँग केही कुराहरू जान्न गएको छु। उहाँको आफन्त र आफन्त परिवारसँग हामी यो कुरालाई के कस्तो हो जानकारी दिनको लागि चाहिँ म यो भिडियो तपाईँ माझ राख्दैछु। सर्वप्रथम हामी हाम्रो राजकोट श्री नेपाली सेवा समाज ट्रस्ट केन्द्रीय समिति सञ्जय राज कार्कीजीलाई हामी यो सोध्न गएछौँ। सर, यो घटना विषयमा तपाईँ के भन्नु चाहनुहुन्छ? घटनामा सर आजदेखि 2 दिन अगाडि हामीलाई एक अज्ञात नेपाली मान्छे हो भनेर बेहोसी हालतमा मोटामोवा रोडतिर भाइ भेटिएका थिए। वहाँबाट आजूबाजुका मान्छेले उहाँलाई सिभिल हस्पिटल पुगाए 108 मार्फतद्वारा। वहाँबाट हामीलाई फोन आयो कि तपाईँको एउटा नेपाली मान्छे आएको छ भनेर। हामी यहाँ हस्पिटल आउँदाखेरि त्यो भाइ नेपाली निक्ल्यो अनि उहाँका खोजीका लागि हामीले फेसबुकमा हाम्रो मिडियामा उहाँको पोस्ट गरे हो। पोस्ट गर्दाखेरि उहाँका आफन्त मान्छे भेटाइसकेका छन्। तिनीहरू बेङ्गलोरबाट, अहमदाबादबाट, सोरबाट यहाँ आएर अहिले आएका छन्। अनि यो खासमा हाम्रो एउटा सुनेको छु, हामी सहयोगको लागि अपिल गर्नु भएको छ। हामी त्यो विषयमा चाहिँ हामी उहाँको दाइहरूसँग गर्छौँ। नमस्कार सर, हजुरको शुभ नाम? मेरो नाम बलजित कार्मी हो। हजुर अहिले कहाँदेखि आउनुभयो? म बेङ्गलोरदेखि आएको सर। खासमा तपाईँको भाइलाई के भएको भने अलिकति जानकारी? भाइ अब अहमदाबादमा नोकरी गर्छ सर। अब वहाँदेखि अब यहाँ राजकोट आयो। यहाँदेखि कन्ट्याक्ट चाहिँ मसँग कन्ट्याक्ट बिगिन थियो। अब मलाई जानकारी आएअनुसार अब उसको अब बेहोस अवस्थामा चाहिँ ढोडमा भेटिएछ भन्ने जानकारी आएर चाहिँ हस्पिटलमा जाँदा डेथ भयो भन्ने खबर सुनेर आएको म। अनि म पनि आएको 3-4 महिना नै भयो। मलाई त्यति अब खासै जानकारी त्यति छैन। अनि सर्वप्रथम त तपाईँ अहिले उहाँलाई को डेड बोडी चाहिँ जस्तै भनौँ नि आफ्नो नेपाल भूमिमा लिनको लागि एउटा सहयोगको लागि तपाईँको खास एउटा अपिल हुँदैछ होइन? त्यो विषयमा तपाईँ यहाँको राजकोटभन्दा बाहिर भारतमा बस्ने विभिन्न संस्थाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? मेरो यही अपिल छ कि अब मेरो भाइको अब डेड बोडी जसरी पनि नेपाल जाओस्। हाम्रो अब स्वदेश विदेश बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट हजुरको सानो सहयोगले मेरो भाइको डेड बोडी नेपालसम्म जान सकोस्, यही अपिल गर्न चाहन्छु। सहयोगको लागि चाहिँ अहिले फिलहाल यो सहयोग तपाईँलाई कति बेला कति बजेसम्म यहाँ अहिले भएको छ त्यो ठेगाना स्थल भन्नु नि त। अब जति सहयोग गर्न सहयोगी मनहरूले जति छिटो गरिदिनु भयो भने। मलाई नचाहेर पनि म तपाईँलाई प्रश्न गरिरहेको छु त्यसको लागि होइन। तपाईँ के चाहनुहुन्छ आफ्नो भाइको डेड बोडीलाई नेपालसम्म पुगाइदियो भन्नको लागि? म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई, देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो भाइको सब हाम्रो आर्थिक अवस्था कमजोर भएको कारणले यो भारतको राजकोट भन्ने ठाउँमा काम गर्दै गर्दा उपचारको क्रममा निधन भएको कारणले डेथ बडी नेपाल पुर्याउनु हुन सहयोग गर्नुहुने अनुरोध गर्दछु। धन्यवाद। उहाँको आँखामा एकदमै आँसु छ। मलाई पनि हाम्रो अब आज अब साँझसम्म जाने कार्यक्रम हुन्छ होला। अब यहाँ डेड बडी पनि 3-4 दिन भइसक्यो अब उसमा कोल्डोमा राखेको। अनि अब जति छिटो लग्यो त्यति अब छिटो होला, त्यही भन्छ। धन्यवाद। त्यसै गरी हाम्रो शान्तिश्री सेवा समाजका अध्यक्ष भूपेन्द्र दयाल सरलाई पनि उहाँ पनि सेवाकारी हुनुहुन्छ। सर, यो बोडीको लागि हामी हजुरको ग्रुपबाट होस्, हाम्रो राजकोटको जति पनि संस्थाबाट तपाईँ के भन्न चाहनुहुन्छ? अब जति पनि छन् हाम्रो राजकोटमा संस्था सङ्गठन जति पनि हाम्रा सेवा गर्ने साथीहरू छन्, एकचोटि सिभिल दवाखाना आएर जति पनि हुन्छ आफ्नो तर्फबाट उहाँलाई सेवा गरेर यो लास नेपालसम्म पुगाइदिनु भने म यो। त्यसै गरी हाम्रो उहाँको दिदी हुनुहुन्छ, उहाँसँग पनि हामी दिदी हजुरको भाइको बोडी जुन छ अहिलेको अवस्था यस्तो छ कि सायद यो प्रश्न मैले सोध्ने त होइन, लेकिन अहिले मलाई पनि यो चिजलाई भनौँ एउटा बाध्यता भयो भनौँ। किनभने कसैको पनि एउटा हुन्छ कि मेरो भाइको बोडी होस्, उहाँको फ्यामिलीहरू पनि उहाँ कुर्केर बस्नु भएको छ है कि नै मेरो भाइको उहाँ आओस्। त्यसको लागि यो